हेलो गाइस, सबैजनालाई नमस्ते। सन्चै हुनुहुन्छ के कस्तो छ? यतातिर पनि एकदम ठिकठाक छ। आज चाहिँ मौसम राम्रो छ किनकि बिहानदेखि पानी परेर हैरान थियो। अहिले भर्खर पानी रोकिएको छ। अब यता चाहिँ म चाहिँ गरिरहेछु मकै गोड्न सुरु। हाम्रोतिर चाहिँ यसरी मकै गोड्न सुरु भइसकेको छ। दोस्रो पटक हो यो चाहिँ, पहिलो पटक गएर सिद्धिसक्यो। यत्रो भइसकेको छ दबक मजत्रै। तपाईँहरूकोतिर कस्तो छ? पानी परिरहेछ कि कस्तो छ? यतातिर त खुब पानी पर्छ। अहिले भर्खर पानी रोकेरै अब चाहिँ सुरु गर्न लागिरहेछु म मकै गोड्न। तपाईँहरूकोतिर कस्तरीको छ? कमेन्टमा सबैजनाले कमेन्टमा भन्नु होला तपाईँहरूकोतिर कस्तो छ के छ। हाम्रोतिर चाहिँ यसरी मकै गोडिरहेछ। अब गोड्न सुरु गर्नुपर्छ। मैले चाहिँ अहिले चाहिँ छोरी सुतिरहेछ। अब मैले चाहिँ छोरी सुतेको मौकामा मकै गोड्नु पर्यो किनकि यस्तै छ हाम्रो गाउँले जिन्दगी। सहरमा भन्दा त गाउँमै ठिक छन त। अब हावापानी एकदम राम्रो छ। यताको हावापानी चाहिँ एकदम बबाल। गर्मीको बेला गर्मी पनि हुँदैन, चिसोको बेला चिसो नि हुँदैन। अब तपाईँहरूको सहर जस्तो छैन। हेर्नुहोस् गाइस, हाम्रो गाउँ सहरमा त यस्तै छ। हाम्रो गाउँले जिन्दगी एकदम राम्रो छ, रमाइलो हो जे होस्। आजकल गाउँघरतिर पानी परिरहेछ। धानहरू मकैहरू गोड्नुपर्छ, रमाइलो छ जे होस्। के कस्तो लाग्छ मेरो भिडियो? सबैजनाले साथ सपोर्ट गरिदिनु होला। यस्तो छ खासै। मकै गोड्न त आउँदैन मलाई। यसै पहिलो पटक गोडिरहेको छु। पहिले योभन्दा अगाडि त कहिले गोडेको थिएन गोड्न त। अब भर्खर सिक्दैछु। त्यही पनि अब गाउँमा बसिसकेपछि यत्तिको नगरे त खाना पुग्दैन। देश अनुसारको भेष गर्नुपर्छ भने जस्तो साथीहरू। अब काम नगरेर नि खाना पुग्दैन। त्यसैले हाम्रो चाहिँ यस्तो छ आजकलको कामकाज भने यही हो। अब ठिक छ, एकदम रमाइलो छ गाउँतिर। एकदम राम्रो लाग्छ। यतातिर गर्मी हुँदैन नि त, त्यसैले राम्रो लाग्छ। यस्तो छ हाम्रो गाउँको आजको मौसम चाहिँ एकदम सफा छ पानी परेर। तपाईँहरूकोतिर के कस्तो छ गाइस? सबैजनाले भन्नु होला। यो चाहिँ हाम्रो घर। यस्तो मकै छ।